हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। न्यू डे न्यू ब्लग हजुरहरूलाई देखाउन गइरहेको छु। स्वर्ग 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 भन्छ केटाहरूले। पछाडि हेर सर्पहरू पाउनु रहेछ नि यहाँ त डरलाग्दो म्याप चाहिँ रहेछ। जहाँ आउँछु भने चाहिँ तर्साउँछ त यतातिर दाजु चाहिँ मान्छे हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। न्यू डे न्यू ब्लग हजुरहरूलाई देखाउन गइरहेको छु। यो डाँडा र म चाहिँ जान कोसिस गर्दैछु उकालो साइक्लिङ। त्यो डाँडामा पुग्न सकिन्छ कि सकिँदैन, बाटो त छ हेरौँ। साइकल यस्तरी पेल्नु परिरहेको उकालोमा गाह्रो छ। न्यू डे न्यू ब्लग मेरो चाहिँ बेलुकाको 6:30 सुरु भएको छ। आज चाहिँ के भन्नु, गुड इभिनिङ भन्ने हो कि गुड मर्निङ भन्ने हो कि गुड आफ्टरनुन भन्ने हो कि केही थाहा भएन। यहाँ आइपुग्दा चाहिँ यस्तो तनिदिएको रहेछ यहाँनिर ढुङ्गाहरू खस्छ भनेर। यो ठाउँमा स्ट्रगल हेर केटा हो। त्यहाँदेखि यहाँ आउँदा पसिना खलखल अझै उकालो कटेकै छैन। अझै यताको भ्यू चाहिँ यस्तो देख्न सक्नुहुन्छ। कि आमा बाबा उकालो रहेछ गाह्रो गाह्रो मात्रै नअत्ति खुट्टा चिप्लेको त्यस्तै। आमा साइकल त यार डोराउनै पर्छ अहिले सकिँदैन। मान्छे हेर्नु उकालो गाह्रो पर्छ क्या। अब साइकलको त के कुरो यो डाँडामा पुग्छु भनेर आएको अझै यो उकालोमा हेट यसो उठेर रहेछ। साइकल नै छोडेर जानु पर्ला जस्तो छ। अलिक पर अलिक माथिसम्म पसिना हेर केटा हो। अझ माथि है, जति माथि है त्यति मजा आउँदै जान्छ त। अझ माथि है झन् मजा आउँछ त। के यस्तो उता उता त हरिब छ त डाँडा त यार केटा हो। यस्तो मजाको छ कि यहाँतिर स्यालहरू बाघहरू नै आउनु सक्छ। अलिक बी केयरफुल भएर हिँड्नुपर्छ। तर त गाह्रो छ। गाडी आइरहेको छ। मलाई चाहिँ किन हो बबाल मजा ल्याइरहेको क्या। खै किन हिँडेर हो कि धेरै पछि बबाल पनि बबाल। किन हिँड्दा कस्तो मजाले गयो। अब भरे साइकलमा कसरी जाने लडेँ क्या देख्दैन यहाँ देख्न त। त्यो भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले। यस्तो बबाल छ आयो हो। यो डाँडामा आउँछु भनेको आएरै छोडेर पोलेको पोल्यो पुरा भएर। अझै योभन्दा माथि जानु त मन छ। तर यदि बाइचान्स के त्यस्तै गाडी भएको भए चाहिँ म स्योर हुन्थेँ यहाँदेखि तलतिरको भ्यू हेर्नु। छोटो मिठो हाइकिङ कस्तो लाग्यो तपाईँहरूलाई यसो भनिदिनु होला है त। हाइकिङ गर्नुलाई त दामी ठाउँ रहेछ हुन्छ। उता पछि चाहिँ के अरे उयो गर्ने ठाउँ रहेछ है त्यसलाई रेस्ट गर्ने ठाउँहरू यसो हेरौँ। हेर्नु सक्नुहुन्छ अगाडि यता पारि बस्ने ठाउँ छ मान्छेहरू। यो रुखले छेकिरह ट्याक्कै त्यहाँनिर क्यामेरा चाहिँ देख्दैन, आँखाले त ठ्याक्कै देख्छ। एकछिन यतै पनि देख्छ कि उयो देखेँ रुखनेर यो बबाल ल त केटा। त्यहाँ पुगेपछि भेटौँ। आधी घन्टा हिँडेको बापत पछाडिको भ्यू चाहिँ बबाल आएको छ है केटा। यहाँ सक्नुहुन्छ स्वर्ग 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 भन्छ केटाहरूले। तर पछाडि हेर भ्यू पछाडि पर सी छ। अलिकति माथि यस्तो हाइकिङ गर्ने ठाउँ छ यस्तो बबाल। मलाई चाहिँ स्वर्ग लाग्यो है यो ठाउँ। तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त। र साथी हो अलिकति माथि आएपछि चाहिँ ग्राभिल आउँदो रहेछ। ग्राभिल हो यस्तो ओह्रालो छ। ग्राभिलै हो। यता चाहिँ अलिकति राम्रो ग्राभिल रहेछ। अलिकति माथि आएपछि केही कुरा चाहिँ देख्यो के रहेछ
भनेर क्युरियस भइरहेको छु। हेरौँ के रहेछ यहाँ अगाडि चाहिँ बस्ने ठाउँ रहेछ। यसो रिसाउने मान्छेहरूलाई यहाँ चाहिँ अलिकति के लेखेको रहेछ भने हेरौँ के हो। ओ सर्पहरू पाउने रहेछ नि यहाँ त डरलाग्दो। अलिकति बमहरू पनि पाउने रहेछ। अलिकति जोगिएर हिँड्नुपर्ने रहेछ। सर्पहरू बमहरू खजानाहरू ढुङ्गाहरूतिर बमहरू पाउने रहेछ। लोकेसन म्याप चाहिँ यहाँ रहेछ एउटा हो। यहाँनिर अलिकति उता छ बवाल। ओहो क्रोसिया ओल्ड क्रोसिया ओरोभिच चाहिँ बवाल छ होइन। लकडा यहाँदेखि त आइयो यताउति हेरेर हिँड्नुपर्ने रहेछ। जहाँ आउँछु भने चाहिँ म उता झन् बवाल रहेछ म्याच हेर्नु। यो डाँडा के हो यस्तो, के हो यो, के हो यस्तो। ओ माई गुडनेस यो नि त। Look at this guys, crazy view. Wait, get out, wait. हेरौँ दिउँसै जुन लगाइरह दिउँसै जुन लाग्यो गडा हो हेर। अनि 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 सक्छ त कसैले सक्दैन नि फेरि। गडा हो यहाँको म चाहिँ 2 मिनट जति सिनेमेटिक भिडियो बनाएर केटाहरूलाई देखाउँछु है त। 1 2 3 लेट्स गो। The shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold. म चाहिँ यो डाँडामा जाँदैछु। यो डाँडामा के रहेछ हेरौँ कस्तो रहेछ। मान्छे बस्छ है के हो थाहा भएन। गाली गर्ने हो कि थाहा छैन। म चाहिँ गएँ दादा रुक्दैन स्वर्ग देखा गाइस हेर स्वर्गको भ्यू कस्तो रहेछ। यो ढुङ्गाको टाउकोमा जान्छु भनेको गएरै छोड्छु ल म। त्यत्रो पाहाडतिर हिँड्ने मान्छेलाई च्याग्ने त्यहाँदेखि सिधै गयो भने त घारी मात्रै छ होइन। जताततै चाहिँ घारी। फक माका यो नि त पारा ल त गाइस माथि पुगेर भेटौँ न। त के भन्ने हिँड्नु न सँगै एकदम होस पुऱ्याएर। ढुङ्गा अलिकति तलमाथि हुने बित्तिकै जिन्दगी तल यता गाइस। यो त के खालको ढुङ्गा हौ। ढुङ्गा नि माया कुरो के खालको यस्तो ढुङ्गाले नि खतरा के हो यो आकृति दिएको छ त। आउनु चाहिँ फर्किने कुन बाटो फर्किनु त। मलाई चाहिँ एकदम यस्तरी होइन एडभेन्चरतिर हिँड्नु बवाल मजा लाग्छ। त्यही भएर म यस्तोतिर आएर मान्छे नै आउँदो रहेछ भने त ट्र्याक लगाएर आउनु त मन लागिरहेको थियो। जान्नेहरू हाफप्यान्ट लगाएर आएको खत्तम भयो यस्तो उकालो छ त भ्यू। बाबा हरिप छ एकटा म भनेको ठाउँमा त पुग्न त यता वारिपारि यो अन्त भ्यू भने आधी बाटो आइपुग्यो कडा पछाडिको भ्यू हेर। ओला बेबी पछाडिको भ्यू हेर कस्तो छ बवाल छ। ए माकुरे यता फेरि डाँडै छ माथिसम्म त आइपुग्यो। सर्ट यहाँदेखि नि अझै माथि जाउँ भन्ने आश गरेर आएको। एक पाइला जोगाएर चल्नुपर्छ। यहाँ अलिकति मिस्ट जिन्दगी फिनिस। यो अन्त म्याक यो अन्त शैली
यता नि यस्तो होइन म चाहिँ यस्तो कस्तो लाग्यो केटा मेरो एडभेन्चर तपाईँहरूलाई एडभेन्चर कस्तो लाग्यो ढुङ्गामा हल्का रक क्लाइम्बिङ गर्नु पाउँदा ओ यतापट्टिको कस्तो मिठो भ्यू आएको म्याक्री यार भनेको ठाउँमा चाहिँ पुग्यो मलाई सन्तुष्टि लाग्यो यो टाउकोमा अझै पुग्नु भएछ टाउकोमा पुगेर भन्छ यहाँसम्म आइसकेपछि त त्यहाँसम्म त जानै पर्ने हो यहाँदेखि दुखेर केटा हो गल्यो गल्यो केटा हो गल्यो गल्यो मायाको अगाडिको भ्यू सनसेट हुनु लाग्यो सनसेट के भन्छ हौ थाहा भएन ए फक आएको यही बाटैबाट ए फक यस्तो छ यो बाटो गयो भने सरर हो माथि माथिसम्म जाने रहेछ त्यहाँदेखि माथि जाने रहेछ अझै उता माथि ब्यारेक रहेछ के अरे चेक पोस्ट होला चेक गर्ने ठाउँ म एक दिन जान्छु तर आज चाहिँ होइन म आएको चाहिँ यहाँ तलबाट मेरो तल यो डाँडामा भनेको त्यो डाँडामा जान्छु भनेको त्यो म जानु पाएन योसम्म आयो गाइस वाउ पछाडिको भ्यू सक्नुहुन्छ अगाडि पछाडि मान्छे करा जस्तो आउँछ हाइकिङ ओ I love this place so much पारि हेर्न सक्नुहुन्छ बस्ती यहाँ चाहिँ छ बस्ती हामी आउने बाटो यहीबाट जान्छ ल गाइस यहाँ बसेर यसो फन पनि गऱ्यो यसो फोटो 2-3वटा फोटो नि खिच्यो फोटो हेर्नलाई चाहिँ इन्स्टामा जानु होला है त इन्स्टाको म लिङ्क राखिदिन्छु ल केटा यहाँदेखि ओर्लिनु पर्ने हुन्छ एकदम बी केयरफुल यार अलिकति मिस लाइफ फिनिस हुन्छ यहाँ चाहिँ फेरि यो मलाई राखेर अलिक हातमा म चुन्डाएर हिँड्नलाई चाहिँ अलिक गाह्रो हुँदो रहेछ हात टेक्दै हिँड्दै पर्ने अवस्था आयो होइन तर सानो त्यस्तो त फुलुक दौड्यो भने माया कुरो यस्ता मलाई बाटो पनि डराएर हुन्छ भनेर हुँदैन फेरि डराउनु पर्ने ठाउँमा त डराउनै पर्ने हुन्छ होइन म एक्लै छु लडिहालेँ भने त फेरि गाह्रै हुन्छ त्यही भएर एकदम जोगिएर हिँड्नु पर्ने हुन्छ बाटो आयो अलिअलि हेट हातको हालत र थट केही छैन खुट्टा यस्तै हो कालो न कालो मान्छे नि कालो खुट्टा नि कालो कालो मात्रै होइन कालो भयो थाहा नि पुगेन के को फोटो थाहा छैन कमेन्ट गर्नु होला त्यो के हो हेर्दा त गाँजा जस्तो देख्छ के हो यो कमेन्ट गरौँ है त गाइस यताबाट आएको यताबाट जान्छु म गाडी जस्तो भने यताबाट सजिलो कि यताबाट जान्छ जहाँबाट आएको त्यही गाह्रै होइन फेरि यताउति धेरै गऱ्यो भने टाइम धेरै जान्छ टाइम पनि बेलुकाको 8 बज्नु लागिसक्यो यताबाट सजिलो छ कि छैन अहिले आएकै बाटो ठिक छ त्योभन्दा त बरु अब त रात पनि पर्नु लाग्यो चराचुरुङ्गीको बास बस्नु मिलेन यस्तो छ हालत म्याकुरी यस्तो हिँड्नु पऱ्यो खुट्टा ए नाग दाजु सर्प दाजु के हुनुहुन्छ भागे म आउँदैछु मलाई देखेर श्वास चाहिँ नगर फेरि मैले के गर्नु पऱ्यो त खतरा हान्छु म्याच खुट्टाको छाला त लाग्यो
साइकल चाहिँ कसैले नलगिदियोस् त्यहाँ तल छोडेको थिएँ फेरि आइपुग्यो ढुङ्गा रक क्लाइम्बिङ भनेको यसलाई नै भन्छ त हो त केटा हो रक क्लाइम्बिङलाई नै भन्यो हातै चिप्लिँदैन रक क्लाइम्बिङ भनेको हो जता हिँडेर खुट्टा सब फास्यो बुम आथा एक दिन आउँछु म ट्र्याक लिएर म्याक्री कहाँ कहाँ पुग्नु हुन्छ त्यतै जान्छु म दिउँसो आयो भने चाहिँ काम छैन केटा हो यो ठाउँमा डिहाइड्रेसन हुन्छ डेन्जर डिहाइड्रेसन हुन्छ यस्तो गर्मी हुन्छ म्याक्री भनेर साध्य छैन यहाँबाट रहेछ बाटो गाडी दुई पाउ टेकेर हिँड्नुपर्ने अवस्था आयो आत्थामा काँडाले घोथ्यो अरे हातै काट्यो डटे केही छैन ल यसको पछाडि आइसक्यो जानु मात्रै टाइम हो क्या यस्तो नैक्रो फर्किँदा चाहिँ ठुलो हो नि छिन्नै हो नि लगबाट दाजु चाहिँ फर्किँदै गरेको सब सुकेको पातहरू अड्किसकेर चप्पल ल्याएर हाइकिङ आउँछ कसै आउँछ त कसै भन्दा नि अरू कोही आउँछ त यसरी हाइकिङ कालो त म्या लास्ट चाहिँ हरिब कालो रहेछ र मेरो खुट्टा अन्त मान्छे कालो हो भन्दा के रहेछ यो के को फुल रहेछ खानेकुरो मिल्छ कि हो खानलाई तर चराहरूले खान्छ होला के हो र केटा हो चिन्छ भने यसको कमेन्ट गर्नु होला है त त्यो के कुरो ए हाइकिङ आएँ म 0 कस्टमा आज 0 रुपियाँ 0 पैसा 0 युरो 0 पैसामा आइपुगेँ म त यहाँ तल के रहेछ हौ इटा पानीको उयोहरू ट्याङ्कहरू होला यस्तोहरू आज म यो हाइकिङ चाहिँ 0 कस्टमा आयो 0 पैसा न के छ केही छैन मसँग खै त के प्रकारको भ्यू देखाउँछु आँखाले हेर्दा त कस्तो बवाल देखिरहेको क्या यो म्याक्री फकाएर कस्तो देखेको ल हेर त केटा हो यो कुनै उयो भन्दा कम छ त हिमालभन्दा कुनै कम छ त छैन नि यस्तोहरू आउँछ दादा हाइकिङ म्याक्री म त्यो डाँडामा पुगेर आएको हेर भर्खरै यो जुन लागिरहेछ नि यहाँनिर यो डाँडामा पुगेर यसो 2-3वटा फोटो भिडियो खानेर आएको निस्केर हिँड्नु मात्रै पर्छ कहाँ पुइन्छ छोरा मान्छे हो कहाँ पुइन्छ यहाँदेखि त्यहाँ कर्चुला नि अलिअलि देखिरहेको छ चिलिक हेर है त केटा म देखाउँछु कर्चुला त्यो यही हो अलिअलि देखिरहेको रहेछ यहाँदेखि कस्तो छ बाबा ओ आरू पनि खोलिरहेको रहेछ है आरू घोड्न ल हेर त यस्तो दामी छ आरू ल आरू के हो यो आरू नि होइन हो मैले आरू होइन उठाने आरू कुन कस्तो खालको क्या ल यो चाहिँ मैले चिनेँ है त यसलाई चाहिँ भन्छ स्लिभा भन्छ यसलाई पारिबाट खुब गरेर राख क्या माकुरी अघिदेखि हु गर्दै चरा हो कि के हो थाहा भएन मलाई चेतावनी दिएको हो कि के हो थाहा छैन तर कराउनु त गरेर अघिदेखि हु गर्दा कामको छोरा यति केही हुँदैन मलाई तर भनेको यतिखेर भनेको बल यो डाँडामा जानु पाएको चाहिँ कसम यताको भ्यू खतरा देखाइदिन्थेँ म यहाँ तल हेर है त म बस्ने ठाउँ यहाँनिर बस्ने ठाउँ चाहिँ यहाँनिर कुन्नुम छ कस्तो हलेको यही हो यही बिल्डिङनिर हो कुन्नुम छ यहाँनिर मार्केट भइहाल्यो दमी समी ल यहीँ हो बस्ने दादा के फर्केको दादाको आजको क्यालेरी बवाल बन्द भएर लेकिन 10,000 यस्तै भन्थ्यो 10,000 होइन 20,000 हिँड्ने होला यस्तो मन यस्तो खुसी भएर कुरै छैन बाटोको हालत फेरि यस्तो छ
यस्तो साइकल कुदायो भने त नर्मल साइकल लिएर आएको छ मैले यस्तोमा कुदायो भने त मरिन्छ मात्रै होइन शिवकले त कराउने यस्तो धनी के कराइदिनु म कराइदिनु त एकवटा म साइकल भएको ठाउँमा पुगेर भेट्छु है त एकवटा म चाहिँ साइकल भएको ठाउँमा आइपुगेँ साइकल चाहिँ मैले यहाँ छोडेर गएको थिएँ सुरक्षित रहेछ ल जहाँ राखेको थियो त्यहीँनिर अघि मान्छेहरू हेरेको थियो ल साइकल यहाँ रहेछ यस्तो साइकल लिएर आएको छु म यस्तो उकालो तिनी यस्तो उकालो यस्तो ठाडो उकालो क्यामेरामा देख्दैन पकाइ त म देख्ने बनाइदिनु यस्तो उकालो छ ल यस्तो उकालोमा म आएको छु यहाँदेखि ओह्रालो हेर्नु सक्नुहुन्छ यो ओह्रालो त साइकलमा सम्झिनु डराउँदै जाने यहाँदेखि डराएर गयो भने मरिन्छ म फेरि 100% सिसाहरू फुटेर यस्तो ओह्रालोमा त ब्रेक पनि लाग्दैन नि त किनभने म त्यो ग्राभल गरेर अब चाहिँ अलिकति तल आएपछि ठक्क राम्रो बाटो आउँछ चिप्लिन्छ कि पकाउँदै एउटा भ्यू देख्नुहोस् अगाडिको बल छ नि त भ्यू दाजु चाहिँ मान्छे गाड्ने ठाउँमा आइपुग्यो पछाडि हेर्न सक्नुहुन्छ पछाडि छ यहाँनिर अब हेर्न सक्नुहुन्छ यो भनेको के रहेछ यो ठाउँको मान्छेहरू गाड्ने ठाउँ पिसफुल दिस इज अ पिसफुल आजको एडभेन्चर ब्लग कस्तो लाग्यो हजुरहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो लाइक एन्ड कमेन्ट सेयर गरिदिनु होला है त सानो मिठो ब्लगमा हजुरहरूलाई बाई बाई भन्न चाहन्छु आजलाई यति नै भोलि आउँदो ब्लगहरू योभन्दा राम्रो हुनेछ ल यस्तो ट्युन बस्नु होला र राम्ररी मेरो यस्तो ब्लगहरू आउँदै नै छ हजुरलाई यति भन्दै बाई बाई आजको लागि